सबैजनालाई नमस्कार। शिक्षक सेवाको तयारी गरेर बस्नुभएका तपाईँ सम्पूर्णलाई यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। शिक्षक सेवा आयोगलाई लक्षित गरी हामी विभिन्न भिडियोहरू ल्याउने गर्छौँ। लागौँ ढिला नगरी आजको पहिलो प्रश्नतर्फ। CPU को अङ्गमा नपर्ने कुन हो भनेको छ। हाम्रो पहिलो प्रश्न चाहिँ अप्सन ए प्रिन्टर, अप्सन बी मुख्य स्विच, अप्सन सी फ्लपी डिस्क ड्राइभ, अप्सन डी हार्ड डिस्क ड्राइभ। CPU को अङ्गमा नपर्ने भनेको अप्सन ए प्रिन्टर पर्दैन साथीहरू। प्रिन्टर छुट्टै खालकोमा पर्यो प्रिन्टर र अनि CPU भनेको त फरक मेसिनहरू परे। अनि मुख्य स्विच, फ्लपी डिस्क अनि हार्ड डिस्क भनेको अब CPU भित्रै पर्ने चिजहरू भए। त्यस कारणले अप्सन ए यसको सही जवाब। त्यसैगरी अर्को प्रश्न, विच अफ द फलोइङ कम्प्युटर इज मिड रेन्ज कम्प्युटर भनेको छ। अब तलका कम्प्युटरमध्ये चाहिँ मिड रेन्ज कम्प्युटर अन्तर्गत कुन पर्दछ भने अप्सन ए मेन फ्रेम कम्प्युटर, अप्सन बी मिनी कम्प्युटर, अप्सन सी माइक्रो कम्प्युटर, अप्सन डी सुपर कम्प्युटर। यी तलका मध्ये चाहिँ मिड रेन्ज कम्प्युटर अन्तर्गत चाहिँ अप्सन नम्बर बी को मिनी कम्प्युटर पर्दछ साथीहरू, मिड रेन्ज कम्प्युटर अन्तर्गत। त्यसैगरी अर्को प्रश्न रहेको छ, एक्सटेन्सन अफ पोर्टेबल डकुमेन्ट फर्मेट फाइल इज .बी .pdx, अप्सन सी .pdf, अप्सन डी .doc। अब पोर्टेबल डकुमेन्टको चाहिँ एक्सटेन्सन फाइल भनेको चाहिँ अप्सन नम्बर ए को रहेको छ साथीहरू, डट। यो चाहिँ पोर्टेबल डकुमेन्टको एक्सटेन्सन फर्मेट हो साथीहरू। त्यसैगरी अर्को प्रश्न नम्बर 44, ताररहित इन्टरनेट सेवालाई के भनिन्छ। ताररहित इन्टरनेट सेवालाई चाहिँ वाइफाई भनिन्छ, बी एडिएसएल भनिन्छ, सी नेटवर्किङ भनिन्छ, डी भिओआइपी भनिन्छ। अब ताररहित इन्टरनेट सेवालाई चाहिँ के भनिन्छ त भन्दा यसको सही जवाब चाहिँ अप्सन नम्बर ए वाइफाई भन्ने गरिन्छ। त्यसैगरी प्रश्न नम्बर 45, नेपाली साइबर जगतमा सबैभन्दा धेरै हुने साइबर अपराध चाहिँ तलका मध्ये कुन होला साथीहरू। अप्सन ए साइबर बुलिङ, अप्सन बी साइबर ब्ल्याकमेल, अप्सन सी साइबर फ्राउड, अप्सन डी माथिका सबै। यसको सही जवाब चाहिँ नेपालमा चाहिँ यिनी सबै कुराहरू हुने गर्छन्। साइबर बुलिङ, साइबर ब्ल्याकमेल, साइबर फ्राउड यिनी सबै हुने गर्छन्। त्यस कारणले गर्दा यसको सही जवाब चाहिँ अप्सन नम्बर डी। त्यसैगरी प्रश्न नम्बर 46, संविधान अनुसार स्थानीय तह भन्नाले के सम्झिनुपर्छ। संविधान अनुसार चाहिँ स्थानीय तह भन्नाले चाहिँ अप्सन ए गाउँपालिका, अप्सन बी नगरपालिका, अप्सन डी जिल्ला सभा, अप्सन डी माथिका सबै। यसको सही जवाब चाहिँ अब संविधान अनुसार चाहिँ स्थानीय तह भनेको चाहिँ गाउँपालिका पनि हो, नगरपालिका पनि हो अनि जिल्ला सभा पनि हो। त्यस कारण यसको सही जवाब भनेको अप्सन नम्बर डी माथिका सबै चाहिँ यसको सही जवाब हुन्छ। स्थानीय संविधान अनुसार चाहिँ संविधान अनुसार चाहिँ स्थानीय तह भनेका गाउँपालिका, नगरपालिका होइन, जिल्ला सभा यिनीहरू चाहिँ स्थानीय तह अन्तर्गत पर्दछ। 47, राष्ट्रिय परीक्षा बोर्डको वार्षिक बजेट तथा कार्यक्रम चाहिँ कसले स्वीकृत गर्छ भनेको छ। राष्ट्रिय परीक्षा बोर्डको वार्षिक बजेट चाहिँ र कार्यक्रम चाहिँ स्वीकृत गर्ने भनेको अप्सन नम्बर एमा नेपाल सरकार, अप्सन नम्बर बीमा रहेको छ शिक्षा मन्त्रालय, अप्सन नम्बर सीमा मानव स्रोत विकास केन्द्र, अप्सन नम्बर डी राष्ट्रिय परीक्षा बोर्ड। यसको सही जवाब चाहिँ नेपाल सरकार रहेको छ साथीहरू। राष्ट्रिय परीक्षा बोर्डको वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने भनेको चाहिँ राष्ट्रिय परीक्षा बोर्डको नेपाल सरकारले गर्छ। त्यसैगरी प्रश्न नम्बर 48, शिक्षकले प्रसुति स्याहार बिदा कति दिन पाउने व्यवस्था छ साथीहरू। शिक्षकले त
शिक्षकले चाहिँ अप्सन ए 30 दिन, अप्सन बी 5 दिन, अप्सन सी 10 दिन, अप्सन डी 15 दिन। यसको सही जवाब चाहिँ अप्सन नम्बर डी रहेको छ, 15 दिन। शिक्षकले पर्सोति स्याहार बिदा भनेर चाहिँ 15 दिन पाउने व्यवस्था रहेको छ। त्यसैगरी प्रश्न नम्बर 49, अध्यापन अनुमति पत्र विषयगत परीक्षाको लिखित परीक्षाको मूल्याङ्कन लिखित परीक्षाको पूर्णाङ्क र उत्तीर्णाङ्क क्रमशः कति हो भनेको छ। अप्सन नम्बर ए 35, 100 र 35, अप्सन बी 100 र 40, अप्सन सी 100 र 50, अप्सन डी 100 र 32। यसको सही जवाब चाहिँ अब पूर्णाङ्क भनेको 100, उत्तीर्णाङ्क भनेको 50, अप्सन नम्बर सी यसको सही जवाब। त्यसैगरी प्रश्न नम्बर 50, स्थानीय सरकार सञ्चालन ऐन 2074 किन लागू गरिएको? अप्सन ए स्थानीय तहको अधिकार सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न, अप्सन बी सङ्घ प्रदेश र स्थानीय तहबीच सहकारिता र समन्वय गर्न, अप्सन सी स्थानीय तहमा सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न, अप्सन डी माथिका सबै। यसको सही जवाब चाहिँ अप्सन नम्बर डी माथिका यिनी सबै कुराहरू चाहिँ लागू गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन 2074 लागू गरिएको हो। धन्यवाद साथीहरू। तपाईँले 10वटा प्रश्नहरूमा कतिवटा प्रश्नको सही जवाब मिलाउनुमा कमेन्ट गर्न नभुल्नुहोला र यस्तै खाले भिडियोको लागि हाम्रो च्यानललाई अवश्य पनि लाइक र मिठो कमेन्ट गरेर सब्सक्राइब गरी जोडिन नभुल्नुहोला। धन्यवाद।